साली ह्यापी बेबी सावर बुढा चाहिँ भाइको भाइ गर्छ यस्तो बुढा के खान्छ घर दाइको हेरि नसक्नु छोडिदिनु ल ल गुरुआमा हाम्रो बल्यो फेरि ल अबको 10 वर्षपछि हेर्दा कति रमाइलो हुन्छ यो भिडियो बल्यो है बल्यो खोइ त बलेन त बाबै के हो एकदम ठुलो कोसिस ह्यापी बेबी सावर खोइ त हाम्रो गएन खोइ अर्को दिनु भएन खोइ त भएन हाम्रो खोइ आइडिया है आइडिया यहाँ यता ल हावा चलिरहेछ नि त अनि त्यही भएर यस्तो भएको ल हेलो जयमसी ओ दिदी तपाईँ बस्नु न तपाईँ चाहिँ नआउने यता आउनु न पपी दिदी यसो गरौँ न उसको खिचिस भ्याए सबैजना ग्रुप फोटो खिचौँ न दिदी मासु पनि गतिलो प्लास्टिकैसँग राखिदिनु छोपेर राखिदिन्छु न 2-3 ल के बहिनी ल्याएर भाडा राखिदिनु कि अर्को नि ल्याइदिनु यता साइडमा भयो फाइलाग्दो गरेर पातोडा चुराको हाय बेबीलाई चाहिँ हाई गरिदियो धन्यवाद सबैजनालाई यस्तो गरौँ न एउटा भिडियो बनाउँ न उहाँले के अरे केक राखेर पछाडि बस्छ नि कुरा भन्नुभन्दा अगाडि चाहिँ तपाईँ र म चाहिँ कोही म पनि त त्यस्तै छु है त्यस्तै भएर आएको हो मैले त्यो कुरा निकाल्नु हुँदैन बोल्नु हुँदैन माफी माग्नुपर्छ क्षमा दिनुपर्छ यो कुराहरू चाहिँ आउन सक्नु पर्यो तपाईँ र मेरो मनबाट है हामीले कसैलाई कहिले पनि तला हो दाइ कस्तो राम्रो दाइ राति खाना खानु बोलाउनु ल कति चाहिँ आबी आबी है सबै देख्ने रहेछ जानु अनि हामीले